सोच्नुहोस् त, यस्तो पनि कहीँ कतै हुन सक्छ त? 21वटा हात्तीहरू 12 घण्टा लगातार हिँडिरहन्छ, किनकि एकजना मानिसको अन्तिम घडीको विदाई गर्नको लागि। यो कथा कुनै काल्पनिक होइन, न त कुनै फिल्मी कहानी हो। यो सत्य र साँचो कथा हो। हजुरहरूलाई म आज यस्तो कथा सुनाउँदैछु कि जुन कथा निकै मार्मिक र हजुरहरूको हृदय छुन सक्छ। साथै यो कथाबाट हजुरहरूले धेरै सन्देशहरू पनि लिन सक्नुहुनेछ। आज मैले सुनाउँदै गरेको कथा यस्तो व्यक्तिको हो। उहाँको नाम लोरेन्स एन्थोनी हो र उहाँलाई एलिफेन्ट व्हिस्पेयर पनि भनेर चिनिन्छ। ती 21वटा हात्तीहरूले साउथ अफ्रिकाको गाउँहरू नष्ट गर्न थाल्छ र मानिसहरूलाई आक्रमण गर्न थाल्छ र सरकारले आदेश दिन्छ ती हात्तीहरूलाई मार्न। तर लोरेन्सले मार्ने होइन, बचाउने अभियान सुरु गर्न थाल्छ। त्यो अभियान त्यति सजिलो थिएन, निकै जोखिम र कठिन थियो, किनकि ती हात्तीहरूले मानिस देख्न साथ आक्रमण गर्थ्यो। किनकि ती हात्तीहरूलाई मानिसप्रति विश्वास थिएन, पहिला नै धोका र पीडा मात्र पाएको थियो। लोरेन्सले आफ्नै ज्यान जोखिममा राखी लगातार हात्तीहरूसँग नजिक गइरहन्छ साथी बनाउनको निम्ति। बिस्तारै बिस्तारै लोरेन्सले हात्तीहरूको मन जित्छ र विश्वास जित्छ र हात्तीसँग साथी मात्रै रहँदैन, एउटै परिवार भएर जिउन थाल्छ। यसरी नै समय बित्दै जाँदा एक रात अचानक लोरेन्सको हार्ट एट्याक भई मृत्यु हुन्छ। ती कोसौँ टाढा रहेका ती हात्तीहरूलाई न कसैले खबर गर्छ, न कसैले बोलाउँछ, तर पनि हात्तीहरू चुपचाप शान्त रूपमा लगातार हिँड्दै हिँड्दै लोरेन्सको घर अगाडि आई घन्टौँ उभिरहन्छ, आँखाबाट आँसु झरिरहन्छ। यो घटना देख्दा हरेकको मन रुन्छ। यो घटना एकपटक मात्रै होइन, हरेक वर्ष लोरेन्सको मृत्यु भएको दिन मार्च 2 तारिक सबै हात्तीहरू चुपचाप शान्ति रूपमा कोसौँ टाढा हिँड्दै हिँड्दै लोरेन्सको कपुरमा आई चुपचाप घन्टौँसम्म उभिरहन्छ र आँखा रसाइरहेको हुन्छ। लोरेन्सको यो कथाले हामीलाई धेरै पाठ सिकाउँछ। साँचो विश्वास, निस्वार्थ र मनभित्रैबाट बनाएको साथी कहिल्यै बिर्सन सकिँदैन। चाहे त्यो मानिस होस् चाहे जनावर, भित्री हृदयबाट गाँसेको सम्बन्ध कहिल्यै टुट्दैन। लोरेन्सको यो कथाले हामीलाई यो सिकाउँछ कि माया, करुणा र समझदारीको भाषा हरेक जीव र जनावरहरूले पनि बुझ्छ। यदि तपाईँले कसैको जिन्दगी बेहतर बनाइदिनु भएको छ भने तपाईँ यो संसारमा नरहनुहोस्, तर तपाईँको याद सधैँ अमर रहिरहन्छ। सम्बन्धहरू खुनले होइन, कर्मले मात्र बन्छ। महान व्यक्ति त्यही हुन् जो नबोली हजारौँको मन छुन सक्छ। यदि जनावरहरूले पनि यति धेरै सम्झन सक्छ भने हामी मानिसहरू चाहिँ किन बिर्सिन्छौँ? यदि यो कथाले तपाईँको आँखा रसाएको छ भने तपाईँ नराम्रो होइन, तपाईँहरूसँग अझै मानवता छ। यदि यो कथाले हजुरहरूको मन छुयो भने कमेन्टमा लेखिदिनुहोला र यो कथालाई सेयर, लाइक र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोला। यस्तै सत्य कथाहरू लिएर फेरि आउने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। धन्यवाद।